नमस्ते सबैजनालाई धोकदिया स्वागत छ मेरो युट्युब च्यानलमा तपाईहरु सबैजनालाई। म आज धेरै पछि म भ्लग लिएर आउँदैछु। आज चाहिँ हाम्रो चाहिँ प्लानिङ छ धान काट्न जाने, टक्क धान काट्न जाने हो। अहिले यहाँ टक्क खाना आइपुग्यो। म यहाँ अहिले मनखा डाँडाको पुछारमा है हामी धान काट्न जाँदैछौँ। यहाँ हुनुहुन्छ दाइ, हाम्रो माइल दाइ, अरू सबजना यहाँ तल अगाडि पुग्नु भएको खेतलाहरू। म चाहिँ यहाँ छु। अब यहाँ पारी चाहिँ हाम्रो केर्सी जेठानाहरूको धान काट्ने प्रोग्राम भइरहेको रहेछ। हजुर अब यस्तै छ है त। यहाँ यो खेतमा हामीले पहिला रोपेको थियो। टक्क रोपेको सालमै सुइट रोपेको 3 दिनमा सुइट पारिदियो। अहिले यहाँ सबै झाडी बनिरहेको छ। त्यो छैन दाइ, त्यो कालो मुस्रो कालो दाल त्यो झार पो हो। म त मिन छरे जस्तो लागेको थियो कि मिन पनि छर्नु भएको छ जेठानाले। यस्तो छ हालत जिन्दगानी। यहाँ यो सब लग्यो कि बाजीले। यहाँ त अहिले खोलामा त यहाँ त यस्तो छ, खोला त यस्तो छ। उताको खेत हो, यताको खोला हो। अहिले उताबाट खोला छ, यता चाहिँ बाँझो। गाउँमा गरी खानु सकिँदैन, यस्तै छ। अब त्यही हो, आज धान काट्ने स्याम आज फर्स्ट टाइम होला सायद मेरो आज धान कतै। आज होइन, लगभग मेरो त यो भेगमा त यहाँ त कति राम्रो खेत, पुरै बाँझो खेत थियो यार। यति राम्रो खेत सब सत्यानाश। ल अब अहिले हामी खेततिर पुगेर भेटौँला है। अहिले चाहिँ यस्तै छ। अहिले चाहिँ बिदा बाजी है त। यहाँ चाहिँ अहिले चाहिँ टक्कल है त। हेलो गाइज, फाइनली हामी खेतमा आइपुग्यो। यो खेतमा लम्चनेहरूको खेतमा आइपुग्यो। टक्कल यो खेत हो। टक्क आज हामी काट्ने। यहाँदेखि तल आँखाले भेटेको छैन हौ। यहाँ यो थाइली यहाँदेखि तलसम्म खेत काट्ने धान काट्ने हो हामी। यहाँ छ हाम्रो जनताहरू, यता छ पछाडि, अगाडि। आज त हामी त रोइलो होला जस्तो त रोइलो। हाम्रो आज त मिस्टर मनिषले पनि दह्रो धान काट्ने भयो। के गर्नु, आज चाहिँ त्यही हो, धान काट्ने हो। धान काट्दै हाटसाट गङ्गटेर होला जाला जस्तो कि काट्ने हो माई। यस्तै छ हालत चालमाला है त गाइज। अहिले पछि फेरि हामी भेटौँला। त्यही हो, अब भिमातको बजार पनि सकियो। अब के गर्नु, हिँड्नै पर्यो। ल है त, ल अहिले पछि भेटौँला फेरि। टाटा बाई बाई। हामी धान काट्न सुरु भयो हाम्रो यति बेला। सबजनाको धान काट्ने यहाँ सब आफ्नो व्यस्त छ। साथीभाइहरू, दाजुभाइ दिदीबहिनीहरू, बुबा आमाहरू यहाँ। अब सरल धान गाह्रो छ, धान काट्नुपर्छ। गाउँमा बसेपछि के गर्नु पर्दैन, हरेक कुरा गर्नुपर्छ गाउँमा बसेपछि है साथीहरू। ल अब चाहिँ म धान काट्न खुरखुरै धान काट्न लाग्यो। ल अब ट्याक्क यहाँ आदानी भयो नि हाम्रो कटाइ। अहिलेसम्म हामी आइपुग्यो यहाँ गाइसहरू। हामी आइपुग्यो यहाँ यति टलर यहाँ। हैलो के खोजेको यहाँ यति काट्यो, तर हामी आधा भएको छैन सम्म। हामी लास्ट गर्मीले गुस्स भयो यार। यार हाँसले काटिदिन्छु म। ल यहाँबाट हाम्रो पाक्कुम आउँदैछ पानी लिएर हामीलाई, पानीको सर्भिस गर्दैछ हामीलाई पानी। ल हामी चाहिँ अब 2 मिनट रेस्ट गरेर फेरि काट्न सुरु गरिहाल्ने। आधा नि भएको छैन हौ यार, गाह्रो हुँदो रहेछ यो घाँस देखेर यो धान काट्न त। ल त हामी चाहिँ यहाँ ब्रेक टाइम यति बेला एकछिन 5-10 मिनटको यहाँ जाँड खानु पर्यो होइन। यहाँ जाँड खानु पर्यो। यहाँ हामी जाँड खानला है गाइजहरू भर्खरै। अरे लेम्मा जाँड तान्नु भयो, स्याट जाँड तान्नु भयो।
यहाँ भेना ए भेना दाई यता फेरि यता गाँठ छान्दैछ हाम्रो लागि यता ओ चाड खान आउनु ओ बज्यू हान खाइरहनु क्या तेरिको ल ल ल यहाँ हामी चाहिँ लगभग आधा अलि भएको छैन काट्न के गर्नु त गर्नै पर्यो गाह्रो छ हामीलाई गर्नु पर्यो काम के गर्नु हल्का थकाइ लाग्यो एकछिन रेस्ट गरेको 5-10 मिनट त्यस पछाडि फेरि हामी धान काट्ने सुरु छ हाम्रो त्यस्तै छ गाइज यहाँ के गर्नु आधा आधी भयो हामी धान काट्ने धान यता फेरि पानी भेट्दैन कि घामै भेट्दैन कि पानी मात्रै हुन्छ चिसो हुन्छ सो त्यही भएर हामी यहाँ काट्ने काटेर फेरि मुठा मुठा बनाएर राखेको उता घाममा लगेर सुकाउने हो यस्तै छ गाह्रो छ नि हामीलाई यार के गर्नु किसान जिन्दगी गाह्रो छ तर रमाइलो छ यही छ गाउँले जीवन खुसी छ त्यसमै है त ल अहिले पछि फेरि एकछिनमा भेटौँला हामी है त त्यसलाई रन्काइदिने एक बडको जाँड त ओ सानो सानो भयो भयो यहाँ जाँड रन्काउनु पर्यो एक बडको ल्याममै ल है एक बडको जाँड रन्काउनु पर्यो नि त हामी खतरा जिने जाँड खतरा गुली रहेछ यार मैले गुली छैन जाँड यहाँ ऐता मायाले चाहिँ जाँड बनाएको मैले चाहिँ खाइदिने अब ल जाँडको खाने हो जाँडको खाने हो ल खाने भयो आमै यता नखाने भयो छिटछिट काटौँ लगभग यहाँ त धान काट्न फेरि टन्नै छ माथिसम्म छ यार धान काट्न के गर्नु गाह्रो छ नि हजुर यता तलदेखि लिएर आएको हामीलाई गाह्रो छ हामीलाई यहाँ त फेरि के हो एउटा मात्रै अन्डा खाता यो अन्डा के गर्ने हो आन्टी एउटा मात्रै अन्डा माइलो माइलो छो देखा छैन क्यामेरा अब यहाँ नराखौँ क्या कहाँ हो र यहाँ फेरि तेरिका तलै लानु न लास्ट खेप त हो हामी अब सकियो सक्यो हामी अब ल है हामी अब लगभग आजको काम सकियो अब मारी खाजा खाने हो जाने हो यो धेरै नबोल यहाँ हामी त्यस्तै हो ए भगवान् एक खेप तिरवाल लिएर आएको छु मैले एक खेप नजाँदा पुरै आमा काम ठक हामी सक्यो अब ल अब हामी आजको काम हाम्रो लगभग सकियो यहाँ ए छेउ चाहिँ भनौँ यतिका हे भगवान् के साह्रो हो के साह्रो हो ओ भजिनाकै कृदुला तालेमा छ ढुक्कै हाल यो हाम्रो काका हो काका नमस्ते म टक्क भिडियो गर्दैछु हामीले आज कति सकायो यहाँ पारीको अर्को ग्रुप सकेको छैन है तिनीहरू त आमा हो उत्तम कान्छ भ्याए क्लासमा हाल र यार होला मलाई क्या होला हो इला र न इला झन् हान खतरा जिजुले छौ
ल हाम्रो काम सकियो आजको गाइज। अब हामी खाजा साजा खाने हो जाने हो होइन। यो आज त यार फर्स्ट टाइम धान काटेको मैले यस्तो घटको परेर यो गाह्रो हुँदो रहेछ। काम त गर्नुपर्छ हामीले होइन। यहाँ ओहो यहाँ त के हो ओहो यहाँ त यो हाम्रो साइली भाउजू हो। साइली भाउजूको बहिनी मिलाइदिनु भनेको बिहा गर्छ भनेको भाउजू मान्नुहुन्न नम्बर दिनु भनेको पनि दिनुहुन्न। यो भाउजू त कस्तो हो भनेको हामीलाई नपत्याएको भयो भाउजूले। भाउजूको बहिनीको नम्बर मात्रै दिए भए म जसरी भने पत्याउँथेँ नम्बरै दिँदैन। ठिकै छ हामीलाई नि हेर्दा नि कसैको होइन। यो भाउजू हो त्यस्तो बोलेको। यो यहाँ हामी अब खाजा खाने हाम्रो टक्क खाजा बन्दैछौँ। यहाँ त फेरि सेलरोटी चिरिप्पै पारेर खाने हो जाने हो। ठक्क हल्का भोक लागिरहेको थियो गाई छैन टक्क खाने हो जाने हो। हाय भगवान थकाइ लाग्यो यार आज। हात यस्तो छ काम गर्नेहरूको हात। के गर्नु काम गर्नै पर्यो साथीहरू होइन। अब यार जाने हो अब घर भात खाने भात खाने खाने हो जाने हो है साथीहरू। एकछिनमा भेटौँला अहिले भने छुट्टीमा है त। ल गाई हाम्रो लागि खाजा आइसक्यो। हामी चाहिँ खाजा रन्काइदिइहाल्ने हो अब। हजुर बोल्यो हामी त खाजा रङ्गाइदियो भयो। त्यो चाहिँ खासमा अरूले ल्याएको खाजा हो। उता पारी क्षेत्रमा भएकोहरूको यो खाजा त्यो चाहिँ हाम्रो लागि त्यहाँ त हाम्रो लागि स्पेसल बन्दैछ चटपट। अहिले मेरो फोटो पनि लगायो। लगायत हामी चाहिँ अब हाम्रो घरतिर लाग्नु पर्यो। हामी कोही मान्छेहरू लागिसक्यो लाखा पाखा हामी घर लागेको है। अब त्यो आजको ड्युटी एकदम पूर्ण रूपले सफल पारेर हामी चाहिँ घर लाग्नु लागेको है। अब ल ओ जाम न केटा हो। हामी आज हाम्रो काम पूर्ण रूपमा हामी सफल गऱ्यौँ र घर लागेको है। अब ल लागेको गाइज यति धेरै आज हामीले कति धेरै काम गरेँ थाहा छ। ए बाबा रे बाप रे काम पनि थोरै गरे हामीले नि। ल हामी लागेको है अब। ल ल बाई बाई सबैजनालाई। जो जो माया हुन्छ च्यानललाई सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट देखाइदिनु होला।